नमस्ते गाइस, वेलकम ब्याक टु न्यू एपिसोड है। आज चाहिँ बारबिक्यू पार्टी हान्दैछौँ हामी। स्पेसल गेस्ट आइरहेछ आफ्टर लङ टाइम। स्पेसल गेस्टलाई नि देखाउनु पऱ्यो नि, भन्नु भएन? ठिक हुनुहुन्छ? अनि आफ्टर बेबी सावर पछि कस्तो हुँदैछ त? जेन्डर रिभिल मलाई त के हुनु उता बाबाआमाले यसो होइन, उता गएर आएदेखि कस्तो चलेछ भन्नाले लाइफ त्यो लास्ट भिडियो र यो भिडियोमा के भयो भन्ने कुरा ठिकै छ होइन? अब एक्साइटिङ या त्यस्तो केही छैन। हजुर, अन द वे आउँला है। अरू के आउँछ? हजुर। अब मामाको आज स्पेसल गेस्ट, पुरा हम्काउनेमा मामा छ आज। मामा स्पेसल के हुँदै? नेरैको मामा हो। ए नेरै हो नाम? नेरै। के छ त नि मामाको हल्ली चल्ली? ठिक छ यार। यस्तो लुकामारी नखेल भन्छ यार, लुकामारी मात्रै खेली गर्छ। कोसिस जारी नै छ मदनको। आज यो भाँडोको नयाँ उद्घाटन है। अनि यसो करेसा बारी नि देखाम। आफ्नै करेसा बारीको मिठो स्वाद लिएर खानु भन्ने एउटा बुढो आउँछ होइन। करेसा बारी यहाँ चाहिँ यस्तो छ। अलि धुवा आउँदो रहेछ के हो त्यसले? यस्तो छ है, बवाल छ करेसा बारी। अब चाहिँ अहिले देखाउँछु म के हुन्छ है। यता चाहिँ हाम्रो दाइ र ज्वाइँ र ससुराबा आउनु भएको छ। यता चाहिँ म आज बारबिक्यू बनाउन लाग्यो। यहाँ चाहिँ काम चलिरहेछ। That's our chicken. That is lamb. That's prawn and chicken sausages. Okay guys, and we've got some sweet corn. अब चाहिँ हामी यहाँ हाल्छौँ है। ल के हो छिस्सै गर्दैन? ओके, तेल नभएर के अनि त्यो धाग्ने पनि पर्छ? पर्दैन, बल्ल भयो त छिस्सो गर्यो। उता नपुगे रहेछ क्या। अलि आगो नपुग्यो। पोर भएको छ भन्दा किनकि Sun is waiting. ल्याम्पको नै हुन्थ्यो होला। Finishing sound. Nice. ल्याम्प त कति ठुलो हो र है पिसेस? चुट्टाएर हालौँ भाइ कि यतिकै हालिदिउँ? अब चाहिँ हाम्रो होइन यति आइटम हाली भए आइटममा देखाउँ। आइटम ओके। अनि अब यो आइटम पाकेपछि अर्कोचोटिमा गुर्जाहानी मेरिनेड है यो चाहिँ। कस्तो हो भेनाजी? ल दाइले नि एउटा समातेर दिनु त ल। यो हेर्दै खाना पनि लाग्ने भन्छ। हजुर, ल हेर यो विङ्स। हजुर, यसलाई भन्छ हामीले चिकन विङ्स। दामी भन्छ ल गाइस। हो म्यारिनेसन हो कि खास मेन हो। यस्तो मिठो भन्छ ल यस्तो टक्क। अब यस्तरी खान मन छ भने प्लिज डु बुकिङ। हजुर, गुर्जाहानी फुड रिभ्यू गाइस। कन्ट्याक्ट नम्बर तल छ। हजुर। ए भेनाल त हड्डी छोडेन त क्या हो? मदनले नि हान न एकछिनमा ल।
प्लेटमा हालेर खानु दिदी एउटा पाउरोटी पास गरिदिनु त सही भयो है भाउजूलाई नि वेलकम दिदीलाई नि वेलकम अनितालाई नि वेलकम है तर यो मेन चिकनको म्यारिनेसन त्यस्तो मिठो भयो है सादा हो त हो होइन सादा भयो भने फ्लेभर चाहिँ सही आएको बाबु जाऊ तिमी पनि ल्याम्प खाँदै गर हजुर जाऊ म त गर्छु खाँदै गर माछा चाहिँ हड्डी याद गराइ पहिल्यै माछा मिल्यो हजुर ल ल अरू त्यो ग्रिल गर्ने हो नि त खास थोरै तताउने वाम मात्रै एकछिन राख्ने मात्रै एकछिन मदनलाई भ्याइ नभ्याइ छ बिन्दा ल चेस गरौँ चेस दाइ ल ल चेस भयो भाइ ल चेस विकेन्डै ल भन्ने ल होला दाइ। है मिठो हजुर मकै पनि हाल्दैन मकै अहिले ठाउँ छैन यार बाबु बन्द भयो होला अहिले होइन ठाउँ भइसक्यो त्यही हो त्यही हो यति नै हो ल हुने नै यति नै हो ल यी ल गाइस अब तातो हल्का घन्टीको पार्टीमा नि यस्तै गर्नुपर्छ है मेनु एनर्जी हाल्दा भयो आउँछौ बाहिर फेरि फुट्छ नि त म्यारिनेट नगरेको अब झाप पनि सानो केही म्यारिनेट गरेर डाइरेक्ट हाल्छ मात्र के होइन खाइरहेछ हजुर यहीँ हो भने यहाँ छ त्यो फुच्चे नाइफले कोपेर निकाल्यो भने चाहिँ चप्टा आउने अब हल्का हेल्दी पनि खानु पर्यो नि त हजुर मासु मात्र होइन यसो हजुर हजुर मैले अघि नै खाएको म खान्छु खै त्यो पाकेको भाँडाको त उयो खायो भने यहाँ भेट्नु प्लेट मात्रै राख्यो भने चाहिँ के हाल्ने यो चाहिँ हाफ ससेस हाल एउटा चिकन हाल न एकैछिनको लागि हाफ मात्रै हाल है ससेस हाफ मात्रै हाल किन तिमी खुसी भएको सालेन हाल्ने थोरै सेलेक्ट पास गरिदिन्छ निकाल्ने हो होइन पर्दैन म आफू भेनाले नहालिदिनु त समय पच्चिन्न है सबैलाई हालिदिनु पाइ चपाइ अब आलु छ है गाइस आलु मकै खान बाँकी छ मासु त नसकेला जस्तो छ हजुर मासु नसकेला जस्तो छ खै खान सक्ने मान्छे त अहिले भएन अझै बोलाउनु पर्यो क्या मान्छे बोलाउनु पर्ला जस्तो भयो सामान धेरै भयो हजुर मान्छे कम भयो को छ यस्तो अहिले खाना सक्ने एकदम बाजे के मन पराउने मान्छे
हजुर त्यही छ के तिम्रो बतास कति बतास बतास भन्यो त्यही छ ऊ बतास ऊ त्यही छ बतास ऊ त्यही छ कि तिम्रो बतास हेलो हेलो गरेको ल गाइस बाबु धन आलु आयो आलु 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 आयो आलु आलु भाउजूहरूलाई दिनु गाइस हेलो मिल्नु त मिल्छ तर हुन्छ त्यो चाहिँ डिस्कस गरेर त्यो बनाउनु कोही खान दियो खाइसी गरे अब पालो मकैको गुलियो सही रहेछ हौ दाइ एकदम यहाँको मकै चाहिँ अचम्म खालको गुलियो हुन्छ चिनी नै हाले जस्तो हजुर त्यही भएर खाँदा चाहिँ मजा आउँछ त्यही भएर मन पर्दैन गरेको हुन्न नि त के न सब रियल होइन यहाँको अहिले पनि होइन आउने बित्तिकै कि उसलाई कफी मिठो लाग्छ त्यसलाई कुर्न पर्ला जस्तो हजुरबाट त चित्त म चिहाछु नि त यसलाई ल ल भइहाल्यो त्यो धेरै कुर्नु नै परेन होइन बिहानै पास गराउँदै जुम भइरहेछ घुम्ने गरेको मुखमै परेन म खेदिन्छु तिमी अन्त अन्त आँखामा पऱ्यो ओपर जम्म भयो तिमीलाई नै न त मेरो थाल पास गर्नु न है के हाल्दिउँ त्यही त्यही हाल्दै के हाल्दै खान्छ कोही खान्छ टिभीमा लाएर मलाई टाइम छैन र फेरि एकैचोटि हुनु पर्यो सबै कुरा समयको चाहिँ एकदम पाबन्दी छैन फेरि आज पछि अर्को हप्ता आउला अर्को ठस्दै आए त हो नि त अनि अब हप्ता भन्दा नि महिनामा एकचोटि पो त्यो पनि गाह्रो होला जस्तो त्यस्तो नगरमै मदन अब कस्तो सिक लिभहरू छ कि छैन कि एनुअल लिभै नै हाल्नुपर्ने हो एडभान्स यहाँ त कान्छो आएर खुसी भन्छ है हिजोसम्म चुप्प लगाएर बसेँ आज कान्छो आएर एक्साइटेड हुन्छ आइसान होइन ऊ पनि बाहिर निस्किनु खोजिसक्यो थपक्क बस्यो केही गरेर त्यति थपक्क बस्यो सबले खाना दिएछ नि उसले सबै बसेको देखेर होला के उसलाई लाग्यो होला क्या भित्र ऊ कति रुने बेला त बाहिर आउन दिएन नि त भन्छ भेनाको चक्राइ चाहिँ कडा आयो के ए डबल चेक गरेको दाइको नि कोसिस जारी नै छ मकैतिर मकै दुइटा ल्याउनु पर्दो रहेछ कि भेना है मकै छ नि ए हो अब त भयो आएन होला क्या यस्तो गर्दा